कडा हो हैन म एग्रेसिभ छु म अलि रिसा छु म मुखसुक छाड्छु तर मेरो केटाहरूलाई मात्र हो क्या म मामालाई सेक्रीलाई लिम्बेलाई साँडेलाई म रिसाउने म झोकिने अरूलाई म गाली गर्छु अरूलाई मुजी अरूले आएर मुजी जेसुकै भनोस् टिकटकमा भिडियो हालोस् मेरो बारेमा जे पाइ त्यही भनेर मलाई मुजी यो भनोस् त्यो भनोस् डिस हानोस् रोस्ट हानोस् आई डोन्ट केयर क्या केटा हो नि भन्छ बसी लाग्दिनँ क्या लभली भट्ट यार त्यही भएर त म यहाँ छु नि त्यही भएर त म यहाँसम्म पुगिरहेको छु नि केटा हो नि भन्छ यहाँसम्म पुग्नको लागि कतिवटा बाटोमा अब्स्ट्याकल्सहरू आयो होला सोच न हो नि भन्छ ओ त्यही भएर म पनि एउटै मन जितेको जितै गर्छन् यार कति जित्न सक्छौ यार धेरै नजित न यार भन्छ यिनीहरूले यार यो मुजी मामाले पनि बाहना पाएछन् मुजी लिम्बेको मुजी कन्ट्रोलर भने मुजी अब त्यसै सुतेर खेल्न मन लाग्थ्यो होला मुजी यस्तो खेल्दैछन् यार मुजी स्लो मोसनमा कस्तो म सिचुएसन अनुसार खेल्ने खेलाडी हो क्या सिचुएसन अनुसार यो सिचुएसन लिम्बेको लागि हो मैले क्रिएट गरेको म अरू सिचुएसन अरू सिचुएसन क्रिएट गर्छु तर आज लिम्बेको लागि खेलिदिनु पर्ने भएको भएर यो सिचुएसनमा आएको हो क्या म I am the player of my own era. अहिले यिनीले आएर हान्यो भने देखाइदिन्छ केरा भोलि त दिल्ली क्राइम्स आउँछ यार कति बजे आउने रहेछ रात्र खेल्नेमा क्या म्याम रिकल गर्न न माक्सी गर्ने यही बनान न हामीले यही जन्मा न यहाँ एनिमी छ क्या त्यहाँ जाँदैछु यो भनेको तिम्रो फ्रस्ट्रेसन लेभल हाई अप बनाउन खोजेको क्या हामीले The way you are reacting, you know. आउनु म्याम दिने हो पल्लोमा चाहिँ छ है मेनमा ल पडियममाहरू बसेको छ म्याच पहिला कराटे खेल्दाखेरि यस्तो त एक सर्टमै भात दिन्थ्यो यार कहिले खेल्यौ कराटे चाहिँ टेक्वान्डो खेलेको त ए तिमीले कहिले खेल्यौ कहाँ खेल्यौ टेक्वान्डो चाहिँ खेल्यौ होला खेलेको हो का तपाईले खेलेको है मैले त खेलेको छु कुन बेल्ट पुगे स्टार अनुमति छ टेक्वान्डो म ब्ल्याक स्कुल बेल्ट यताबाट म चाहिँ ब्ल्याक म त ल मेरो बारेमा थाहा छैन नि तपाईलाई भनेपछि केही पनि ब्ल्याक माडेको भनेको तैले म चाहिँ ब्ल्याक त माडिस होला खोलातिर गएर कि ब्ल्याक ओ साथी यो ब्ल्याक बेल्ट अरे हो म ब्ल्याक बेल्ट हो भन्नुस् न हो त्यसलाई पनि थाहा छैन रहेछ हो मेरो बारेमा के भन्नु ल पाँचवटा मलाई थाहा छ मलाई हैन भाइ पाँचवटा किकको नाम भन्न भन्छ पाँचवटा एउटा टोनिजा अनि एउटा मेरो लामा ब्रुसली हिरोको नाम भनेको हैन हौ तँलाई किकको नाम भन्न त्यही त दाइ थाहा छैन तपाईलाई नि टोनिजा किक भनेको ब्रुसली किक भनेको चाहिँ कुन हो भाइ मुझे अब एउटा गर्ने होला क्या ब्रुसली किक मुखले किक हान्ने हो र मामा उवा गर्ने होइन अनि वा गर्ने खालको एउटा बटरफ्लाई हुन्छ अनि एउटा ह्यामर हुन्छ एउटा फ्लाइङ किक हुन्छ माथिबाट आउने हो यिनीहरू त्यस्तो किकको नाम भन्न कहाँ टोनिजा र ब्रुसली भनेको अहिले विराट भट्टाल भन्नु फ्लाइङ किक पो हुन्छ त क्या किक हुन्छ त किन हुँदैन उडेर हान्ने किकलाई फ्लाइङ किक भन्दैन एउटा टोनिजा फ्लाइङ किस हो क्या किस अनि एउटा राउन्ड किक सही भनिस् हो अनि एउटा ब्याक अनि साइड साथी सुन्न हो यसको किकको यो लिम्बे मुजी कति सिरियस भएको हो लामो जस्तो यार बटरफ्लाई
ओ त नखेले भोलिदेखि मुझे लाइभमा साथी म्याच एकछिन खेल्न दिएन हो कस्तो सिरियस भएर खेलेको यो म्याच सिकन यार मुझे यस्तो खालको सिरियस त मुझे म त कहिले भएको थिइनँ त यार हाम्रो केटाहरू यतिको सिरियस मलाई भएको थाहा भए छ। म्याच सिक्ने पिएमजिसी पुग्थ्यो होला हौ ओए मामाले बुकी ओए, माग्ला ओए, हाने लिम्बे 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 सरी लिम्बे मेरो साथी यहीसम्म थियो तिमीको लागि अब तिमी एक्लैले थाम्नु पर्नेछ बस अब हमाले तुम्हारे के भन्छ नि हवाले दोस्तो मामा रिकल गरिस् ओइ म्याच ठिक तुम क्या मिले तुम क्या मिले ख्वाबों के मौसम लभली मामा लभली रिकल गर्नु न यहाँ इनिमी छ यी चाहिँ हानिदिनु माथि गइसक्यो एक्लै छ लिम्बे आइज त पनि रिकल गरे त्यसले झर्दैछ है ओइ आयो नि यिनीहरूको टिमै आयो टिम छैन यो एक्लै छ झरो छटमा छ छटमा छ लिम्बे झरिस् त मरिस् अँ छटमा छ पर्दिन छटमा देखिस् अगाडि घरको देखेँ मामालाई रिकल गर्नुलाई त कभर दिएन पख पख स्मोक हान्छु म रिकल रिकल मामा जानु 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 त्यसले खायो धप्स खायो पख न लुट्न देऊ न हौ नाइ मामा नाइ नाइ नजानु 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 एकछिन केही नगर्नु ब्याक आउनु ब्याक 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 भर्याङ तल आउनु ए मामा भर्याङ तलबाट लिम्बे लाउ घर पछाडि पछाडि जानु उफ्रिनु बुरुक्कै एकछिन यहाँ उफ्रिनु बुरुक्कै यो मामाले डुबाए ओइ आउनु न छिटो अहिले त बट होला ओइ बम हान्दैछ मामा ऱ्यान्डी दुईजनै गइयो हेर है भान्जा बिचमा ए हाल्नु नि त। केटाहरू खै के हो ओ म्याच कस्तो साथी ठिकै छ त माइनस भएन छ त लगाइ त चल्दियो साढेलाई पठाउ नि त अँ साढेलाई ल को यार यो लिम्बे तेरो माइनस भएन छ त टेन्सन नलिन को सबैको भाउ ए म चाहिँ अनि खेलेर नखेलेको एउटै भइरहेछ म चाहिँ न प्लस हुन्छ न माइनस हुन्छ अनि के गर्नु साथी कोट मात्र छ त यस पुगौँ भनेको झन् को हो भाउजू कस्तो हजुर को हो हजुर म हो सबैको भाउजू को हो सबैको भाउजू चट्नी हौ दाइ अनि बहिनीहरू भएर के को भाउजू हौ यहाँ नाम देख्दाखेरि त हाम्रो त भाउजू आयो नि त यस्तै राखिदिएको ल ल बहिनी ल ल दाइ खेल्नु न है ल ल बाई एकछिन ल भनेको कस्तो निस्केर ढाङ्नुपर्छ यार को यो चटनी बहिनी त ठिकै छ यो को प्रमु भनेको फेरि यार मसँग कसरी केटीहरू एड हुन्छ हौ रन्डी ओटन यो प्रशान्त भाइले खेल्छ क्या आइडी कोपर केटीहरू एड गर्दो रहेछ यार मेरो आइडीमा हो नि भान्जा कि अस्ति नैको जस्तै स्क्याम त होइन नि स्क्यान होइन हौ स्क्याम हो मामा के स्क्यान हुन्छ हौ स्क्याम भनेको ए मेरो मुजी 9 गेममा 5 चिकन थियो 12 मा 5 छ हौ मुजी चिकनै खाएको छैन हौ अहिले त म त माइनसमा गइन होला होइन यो लडे भाइ चाहिँ कहाँ गयो
यो लिम्बेको भाइ नौ कति साथी बोल्दो के रहेछ हो? हो यो म्याच सिक्ने मलाई त रिसै उठिसक्यो है लिम्बेको भाइ पछाडि बोलेको देखेर यार रन्डी एउटा प्लस मुजी 2 पुरै कानमा आइरहेको छ यार पनि हुन्छ हुन्छ नि साथी खेल्न त खेल्नु कि साँडे भाइ मुजी आउँदै जाँदैछ हो अनलाइन के भयो अरे त्यसको चाहिँ के थाहा छ आइडलमा आउँदै जाँदैछ मामा per kill 2 euro but every knock -1 if mama alive chicken then 10 euro will be added mama alive chicken 10 euro भनौँ न हामी मिसन बुझ्दाखेरि हैन त अनि मामा नक भयो भने -1 euro हुन्छ किल हान्यो भने 2 euro हैन त ओक्स अब चाहिँ म सिरियस किल हान्नु पर्यो मैले तपाईँ बाँच्नु पर्यो चिकन खानको लागि त्यो सोच्नु ल 11 प्लस हुँदैछ यार ल इजी हो भान्जा यस भन्दै यो लाडे भाइलाई जति इन्भाइट गरे नि आउँदैन ए बोला न यार कस्तो म्यादर चुत्रेछ भ्यागुते म्याच चिकन आउँदैन त हो जति इन्भाइट गऱ्यो भने मुजी 15 जोडी थिचिसक्यो यार गेमै खेले जस्तो फिल भएको छैन यार हिजो कस्तो ओए मुजी तँलाई इन्भाइट गर्दा आउनु पर्दैन भाइ कत्रो टाइम लगाएको हो 15 जोडी इन्भाइट हाने त यार कस्तो मुजी रहेछ हो दादा दादा तानेर आएको हो र यतिको मोटो लठीले टाउकोमा बेसरी हान्यो भने मान्छे मर्छ कि मर्दैन केटा हो यतिको लठीले बेसरी क्या टाउकोमा ड्याम्मै हान्यो मर्छ मर्दैन होला है तर मर्छ होला नि कुन यार। लट्ठीले भन्ने कुरा हो भान्जा ठाउँमा लाग्यो भने त मर्छ होला नि यार मरिहाल्छ नि मुजी कुन लट्ठीले भन्ने कुरा हो के भन्नुभएको दाइ मेरो लामा भनेको मुजी कहाँ यहाँनिर 15 जोडी इन्भाइट गर्दाखेरि आउँदिनुहोस् भाइ दाइ मेरो गेम आफै लगआउट भएर ल सुन न त हामी आएर चाहिँ के हुन्छ हामीले आएर तिमीलाई केही गरि ए यो लिम्बेको भाइ कस्तो बोलेको यार म्याच सिक्ने यार लाइभमा मलाई त टाउको दुखिसक्यो यार पछाडि कत्रो बोल्दो रहेछ हो फेरि चुप लाएर खेल भन्न त्यो मुजीलाई गेम खेल्नलाई हो नि भान्जा चुप लाएर कहाँ खेल्छ बोलेको बोलिस त साथी तँभन्दा बेसी बोल्छस् तँ मुजी सेन्टी भएर मुजी आवाज फुटेको छैन त्यो मुजी पछाडिबाट बोलेको हल्लाएको आइछ यार पुण्य गौतमले रड खाँदा त मरेन न अरे गोल चेन्ज दाइ अरे गोलको टाइम सकेको केटा हो कम्प्लिट भएन ल यार गि भएछ नि त केटा हो यसले बिस्तारै बोल